तपाईँ हामी के गर्छौँ, मैले नै गल्ती गरिराखेका कुरा हो। मेरो युट्युबमा नि हेर्नुभयो भने मेरो भ्युज 50 भन्दा तलै छ। के भन्ने होइन, मेरो भ्युज पनि 50 भन्दा तलै छ, माथि छैन। गल्ती जुन गरिएका छौँ हामीले त्यो गल्ती गर्न नहुने र गल्ती गरिरहेका चिजहरूमा 2-4 कुराहरू म भन्छु र हामीले च्यानल खोल्छौँ। च्यानल खोल्दाखेरि नमस्ते अनि स्वागत छ आजको न्यू भिडियोमा तपाईहरू सम्पूर्ण साथीहरूलाई। र आजको यो भिडियो अन्तर्गत रहेर मैले तपाईहरुलाई एकदमै इम्पोर्टेन्ट 2-3 वटा टिप्स एन्ड ट्रिक दिन गइरहेको छु। यदि स्पेशली यो भिडियो बनाउनुको अर्थ मेरो चाहिँ भर्खरै स्टार्ट गरिरहनु भएको छ युट्युब जर्नी र युट्युब बनाउने सोचमा हुनुहुन्छ भने यो भिडियो पक्कै पनि हेर्नु होला। तपाईलाई धेरै नै फाइदा हुनेछ यो भिडियोले। र मैले पनि म भन्दा अग्रज सरहरुसँग सिकेर जानेर उहाँहरुबाट केही आइडिया लिएर मैले थोरै केही सिकेको, मैले केही जानेको आइडियाहरु यहाँलाई शेयर गर्दै आएको हो। र यति भन्दाखेरि फेरि म फेरि ठुलो युट्युबर हैन, म एकदमै भ्युज कमाउने, म भाइरल, म चाहिँ मेरो सब्स्क्राइबर धेरै भएर यसो भएर भन्नेको खोजेको चाहिँ होइन। फेरि तपाईहरुले यस्तो अनर्थ चाहिँ तिर नलाग्नु होला कि नेगेटिभ पोइन्टतिर नलाग्नु होला। मैले सिर्फ मैले जानेको कुराहरु यहाँलाई शेयर गर्दै आइरहेको हो र म कसरी हुन्छ तपाईहरुलाई मोटिभेसन दिन, तपाईहरुलाई अलिकति आइडिया दिनलाई मात्रै मैले यो भिडियो बनाएको हो। र अहिलेको जुन सोशल प्लेटफर्मको एउटा युट्युब एकदमै अहिले धेरै नै प्रचलितमा छ, तपाईहरुलाई थाहा छ। र कतिपय दाजुभाइ दिदीबहिनीहरूले स्टार्ट गर्दै हुनुहुन्छ भने एकदमै इम्पोर्टेन्ट कुराहरु यहाँहरूले त्यसमा ध्यान दिनुपर्ने कुराहरु मैले भनिरहेको छु। यो कुराहरुमा भिडियो कति पनि स्किप नगरिकन हेर्नु होला। तपाईहरुलाई एकदमै फाइदा हुने र तपाईलाई एकदमै जानकारीमूलक भिडियो मैले लिएर आएको छु। र गल्ती जुन गरिएका छौँ हामीले त्यो गल्ती गर्न नहुने र गल्ती गरिरहेका चिजहरूमा 2-4 कुराहरू म भन्छु। र हामीले च्यानल खोल्छौँ। च्यानल खोल्दाखेरि कुन क्याटेगोरीको च्यानल खोलिन्छ त्यो सम्बन्धी हामीले कन्सेप्ट राख्नुपर्छ। हामीले जस्तो अब ब्लगको छ या हैन, अब कुनै आइडिया सम्बन्धी टेक्निकलको भिडियो छ या कुनै चाहिँ भनौँ न हरेक किसिमको अब किचन सम्बन्धीको भिडियो छ या ट्राभलिङ सम्बन्धीको भिडियो छ या चाहिँ कुनै जुन इलेक्ट्रिकलको भिडियो छ, त्यो एउटा क्याटेगोरी छुट्याउनु पर्छ। तपाईहरुले कुन चाहिँ खालको क्याटेगोरीको बनाउँदै हुनुहुन्छ त्यो चोइस गरे त्यो क्याटेगोरीलाई कति पनि तपाईहरुले चेन्ज गर्न हुँदैन है। पहिलो कुरो चेन्ज नगर्नु होला त्यो क्याटेगोरीलाई। र अनि तपाईको च्यानलको नाम के छ त्यो नाम र अनि त्यो जुन डिस्क्रिप्सनमा लेखेको कुराहरु हुन्छ त्यसमा फरक खानु भएन हैन। तपाईहरुलाई के गर्ने खालको कस्तो खालको भिडियो बनाउनुहुन्छ तपाईहरुले डिस्क्रिप्सनमा पनि त्यही खालको 2-4 कुराहरु मेन्सन गर्नुपर्ने हुन्छ। र अनि हजुरलाई थाहा छ अहिले जुन 2025 मा पनि एकदमै युट्युबले लिएर आएको छ हैन, त्यो सिस्टमहरु। र अनि त्यसले गर्दाखेरि एकदमै सबै कुराहरुमा अब्जर्भेसन गर्छ। भिडियो हाल्दैमा चल्छ चल्ने भन्ने त्यो कुरा होइन, सबैमा अब्जर्भेसन गर्छ है। त्यसले गर्दाखेरि अनि मेन कुरो भनेको यदि तपाईहरु राम्रो खालको युट्युबर बन्नुहुन्छ भने तपाईहरुले भिडियो एकदमै जुन कन्टेन्ट हुन्छ भिडियो एकदमै अर्गानिक ओरिजिनल बनाउनु होला। एकदमै कसैको कपी, कुनैको चाहिँ ग्रीन स्क्रिन या कुनैको मोबाइलको जुन स्क्रिन रेकर्ड गरेको हुन्छ त्यो कति पनि अपलोड नगर्नु होला। र अनि दोस्रो कुरो के छ भने भिडियो जुन छ कुन क्याटेगोरीको भिडियो त्यो सम्बन्धी मात्रै यहाँहरूले अपलोड गर्नु होला आफ्नो युट्युब च्यानलमा। यदि त्यसमा मिक्स छ कुनै दाल भात मिक्स जस्तो भनौँ न, अब तपाईहरुको जस्तो अब जुन ब्लगिङ खालको अब मोटो ब्लगको छ भने त्यसमा अब है न्यूजहरु ल्याएर हाल्दिनु भयो भने या चाहिँ नि अब मोटो ब्लग गरेको ठाउँ छ भने अब जस्तो अब कुनै टेक्निकलको भिडियोहरु ल्याएर त्यहाँ अपलोड गरिदिनु भयो, कुनै मुभी ल्याएर अपलोड गरिदिनु भयो, कुनैको चाहिँ कमेडी ल्याएर गरिदिनु भयो भने त्यो कहिले पनि ग्रोथ हुँदैन। युट्युबले त्यसलाई मोनेटाइज गराउँदा एकदमै गाह्रो हुन्छ, माथि ग्रो हुन गाह्रो हुन्छ। र सब्स्क्राइबर कम, भ्युज कम हुने कारण के हो? त्यही हो। किनभने तपाई हामीले गरिराखेका गल्तीहरु, मैले त्यही गल्तीका कुराहरुलाई कसरी हुन्छ अलिकति मेन्टेन गर्नलाई मैले भनेको हैन। र अर्गानिक आफ्नो भिडियोहरु अपलोड गर्नु होला। र एकदमै डेली सक्नुहुन्छ भने डेली अपलोड गर्नु, धेरै पनि पर्दैन, 5 देखि 10 मिनेटसम्मको भिडियो अपलोड गर्नु होला। जस्तो सुकै भिडियो होस् हैन, तपाईहरुले के सम्बन्धी बनाउनु भएको छ, जस्तो अब घुम्न गएको या पकाएको कुनै या कुनै खालको अब मनोरञ्जन गरेको भिडियोहरु, कतै जानु भएको छ, राइड गरेर जानु भएको छ, राइडको भिडियो 10-15 मिनेट 10 मिनेट जति अपलोड गरिदिनु होला। तपाई हामी के गर्छौँ, मैले नै गल्ती गरिराखेका कुरा हो। मेरो युट्युबमा नि हेर्नुभयो भने मेरो भ्युज 50 भन्दा तलै छ। के भन्ने हैन, मेरो भ्युज पनि 50 भन्दा तलै छ, माथि छैन। एकदमै गाह्रो छ। मलाई पनि अब जस मलाई एउटा रहरले मैले पनि बनाए हैन, बनाइहालेँ।
अब कन्टेन्टहरू बनाउन पनि त्यस्तै अब मलाई झन् मिल्दैन किनभने अहिले आउट अफ कन्ट्रीमा भएको कारणले गर्दा मैले डेली अपलोड गर्न पाएको छैन। मेरो भिडियो पनि हप्तामा एकचोटि होइन 15 दिनमा 2 चोटि यस्तै खालको आउँछ। किन भन्नुहुन्छ नि म मेरो जबलाई पनि प्रायोरिटी दिइराखेको छु होइन। मैले आउट अफ कन्ट्री युएईमा छु, त्यसले गर्दाखेरि मैले पनि आफ्नो जबलाई दिनुपर्छ प्रायोरिटी। र कुनै बेलामा छुट्टीको बेलामा र कुनै त्यस्तै चान्स मिलेको बेलामा मैले एउटा भिडियो बनाएर हालेँ, नत्र भने मैले भिडियो अपलोड गरेर मैले सधैँ डेली त्यो गर्न पाउँदिनँ। त्यसले गर्दा मेरो च्यानल पनि एकदमै डाउन भइरहेछ होइन। आएको सब्सक्राइबर पनि एकदमै डाउन भइरहेछ। त्यसले गर्दाखेरि म के सजेस्ट गर्छु भने यो भिडियो मार्फत तपाईँहरूले पनि आफ्नो भिडियो यदि टाइम छ भने तपाईँहरूले डेली अपलोड गर्नु होला, डेली बनाउनु होला। त्यसले गर्दा तपाईँलाई फाइदा हुनेछ र मेरो भिडियोको भ्युज आएन, सब्सक्राइबै बढेन, या छोडिदिन्छु च्यानल छोडिदिन्छु भनेर त्यो नगर्नु होला। किनभने त्यो गऱ्यो भने झन् तपाईँहरू एकदम लुज हुनुहुन्छ, तपाईँहरू कहिले पनि माथि जान सक्नुहुन्न। त्यही भएर कन्टिन्युटी दिनु होला च्यानललाई होइन। र अनि मेन कुरो चाहिँ के छ, थम्बनेल जुन युट्युबको लागि पहिला भिडियोमा के भनेको छु त्यो याद गरिराख्नु। द भिडियो अपलोड गर्दा थम्बनेल जेनेरेट गर्नु होला राम्रोसँग, थम्बनेल। त्यसपछि अनि टाइटल के कस्तो छ, टाइटल एकदमै राम्रो तरिकाले जो भिडियोमा तपाईँले देखाउन खोज्नु भएको के छ त्यही भिडियो सम्बन्धी टाइटलमा पनि त्यही मेन्सन गर्नुपर्ने हुन्छ होइन। र अनि दोस्रो कुरो जुन माथि जुन ब्यानर के कस्तो राख्नु भएको छ, यदि ब्यानर राख्नु भएको छ भने अहिले नै ब्यानर बनाउने मैले भिडियो बनाएको छु तपाईँहरूलाई। जुन मेरो टेक्निकल भिडियो भन्ने छ म यो डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँ गएर मैले सबै ब्यानर अनि कसरी बनाउने होइन, थम्बनेल कसरी बनाउने, अनि त्यसपछि भिडियो अपलोड कसरी गर्ने, सबै कुरा मैले सिकाएको छु। यदि युट्युब च्यानल कसरी बनाउने भन्ने कुरा नि मैले सिकाएको छु। म त्यो लिङ्क मेरो यो भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँ गएर हेर्नु होला। तपाईँहरूलाई फाइदा हुने हो यो भिडियोबाट, मलाई फाइदा होइन, तपाईँहरूलाई पनि एउटा हेल्पफुल हुन्छ यो भिडियोले। र अनि अर्को कुरा के छ भने कपी कन्टेन्टहरू नहाल्नु होला, आफ्नो अर्ग्यानिक ओरिजिनल हाल्नु होला होइन। हिम्मत नहार्नु, अगाडि बढ्नु होला। कुनै साथीहरूले म तेरो भिडियो तेरो भ्युज बढाइदिन्छु, मलाई यति पैसाले, तेरो लाइक बढाइदिन्छु या तेरो सब्सक्राइबर बढाइदिन्छु, मलाई यति पैसाले म तेरो बढाइदिन्छु भनेर जस्तो अब सब्सक्राइबर किनेर तपाईँ ग्रोथ गर्न चाहनुहुन्छ नि त्यो नगर्नु होला। किनभने त्यो स्टेबल हुँदैन सधैँको लागि, युट्युबले त्यसलाई मान्यता दिँदैन एकदमै। किनभने मेरै आँखाले देखेर मैले भनेको है, त्यो भएको किनेको थियो, मेरो साथीले त्यसरी किनेको थियो। अनि किन्दाखेरि अब त्यसको केही महिनापछि सबै घट्यो कि सबै माइनस भएर गयो र मोनिटाइज पनि त्यो डिमोनिटाइज भइदियो कि। भिडियोको ड्युरेसन 5 देखि 10 मिनटसम्मको अपलोड गर्नु होला, त्यहाँभन्दा धेरै नगर्नु होला। र मैले पनि धेरै नै गल्ती गरिरहेको छु मेरो भिडियोमा पनि। मैले गर्दिनँ भन्दै पनि अटोमेटिक कता के मिस्टेक हुन्छ है। त्यही भएर मेरो पनि मिस्टेक भइरहेकै छ। र त्यति हुँदाहुँदै यदि भर्खर बनाउँदै हुनुहुन्छ च्यानल भने यो हेरेर पनि कतिपय अब तपाईँहरूलाई पनि अब यसले मोटिभेसन मिल्नेछ र अलिकति हौसला प्रदान गर्नेछ। किनभने एउटा इक्जाम्पल भन्छु, अब बाइकहरूलाई स्कुटरहरूलाई हामीले सधैँ सर्भिस गरेर भनौँ या हप्ता 10 महिना दिन या 15-20 दिन सर्भिस गर्दै त्यसलाई मोबिल पेट्रोल चेन्ज गर्दै होइन, त्यसलाई अब धोइ पखाली गरेर राम्रोसँग इन्जिन राख्यो भने त्यसले राम्रो माइलेज दिने अथवा राम्रो जुन बाटो हिँड्नलाई पनि राम्रो धुवा नफाल्ने या राम्रो तरिकाले हामीले राइड गर्न सकिन्छ। त्यस्तै जस्तो युट्युबलाई पनि त्यसरी नै ग्रोथ गर्नको लागि हामीले प्रायोरिटी दिनुहोस् होइन, धेरै प्रायोरिटी दिनुहोस्। धेरै मिक्स खालको कन्टेन्ट नबनाउनु होला। एकदमै जे छ जुन भिडियोमा या तपाईँको युट्युब च्यानलको नाम सम्बन्धी के भिडियो हो त्यो सम्बन्धी मात्रै हाल्नु होला, अरू बाहिरको चिजहरू केही पनि अपलोड नगर्नु होला। त्यसले गर्दा मेरो च्यानल पनि मैले नि मिक्स हालेको कारणले गर्दाखेरि मेरो भ्युज एकदमै डाउन छ। मेरो भ्युज कुनै पनि होइन, त्यही पहिला पुरानाको होला, त्यही अलिकति केही 2-4वटा भिडियोहरू मात्र भाइरल भएको छ, नत्र अनि सबै डाउन छ मेरो पनि। एउटा भ्युज पनि राम्रो छैन मेरो। त्यसले गर्दा मैले भएको कारणले गर्दा मैले तपाईँहरूलाई भनेको हो साथीहरू, पक्कै पनि यो भिडियोले तपाईँहरूलाई धेरै नै हेल्पफुल मिल्नेछ। मार्केटमा जति भयो नि 4-5 हजारमा या 3-4 हजारमा मजाले वायरलेस माइक पाइन्छ होइन। यति महँगो पनि जरुरत पर्दैन। तपाईँहरूलाई भिडियो बनाउँदा अडियो क्वालिटीको पनि त्यत्तिकै जरुरत खाँचो पर्छ होइन। त्यति राम्रो भएन भने त्यो जुन युट्युबले पनि रिकमेन्डेसन गर्दैन अरू च्यानलहरूमा होइन। त्यसले गर्दा भिडियो अडियो जुन क्वालिटी राम्रो हुन्छ भने तपाईँहरूको भिडियो एकदमै हाम्रो भिडियो जुन अडियोस मार्फत होइन हरेकको युट्युब च्यानलमा मोबाइलमा पुर्याइदिएको हुन्छ, पुस गरिदिएको हुन्छ युट्युब च्यानलले। त्यसले गर्दाखेरि यो महँगो पनि पर्दैन। यस्तो खालको जस्तो मैले जुन देखाएको छु यो
यो टाइपको धेरै महँगो पर्दैन। यसको जम्मा चाहिँ नि 4000 पर्छ, नेपाली 4000 मा मजाले पाइन्छ र यसको अडियो क्वालिटी एकदम मैले यो भिडियोमा रिभ्यू पनि दिएको छु। यस्तो खालको युज गर्नु होला र आफ्नो क्वालिटी अडियोलाईहरू अथवा भिडियोहरूलाई एकदमै राम्रो पर्फेक्ट तरिकाले बनाएर अगाडि बढ्नु होला। त्यही नै राम्रो हुनुहुन्छ। आज भ्युज आएन, भोलि आएन, पर्सि त आउँछ नि हैन, अथवा 10-15 दिनमा त अवश्य पनि भ्युज आउँछ। म आतेको छैन, किनभने मेरो भ्युज पनि एकदमै कम छ। मैले अलरेडी भनिसकेको छु, मेरो भ्युज पनि 10, 15, 20, 30 भन्दा धेरै छैन हैन। म आते छैन। म पनि अब सकेसम्म म चाहिँ अझै भिडियो बनाउने कोसिस गर्नेछु मेरो तर्फबाट हैन। त्यस्तो तपाईहरुलाई पनि केही सल्लाह सुझाव के छ भने मलाई भन्नु होला हैन। तपाईहरुको कुराले एक दुई कुराले मलाई पनि केही ज्ञानहरू मिल्छ र मैले भनेको कुराले तपाईहरुलाई पनि केही ज्ञानहरू पनि हासिल गर्न सक्नुहुन्छ, तपाईहरुले सिक्न सक्नुहुनेछ। त्यसकारणले गर्दा हिम्मत नहाल्नु होला। अहिले सोशल प्लेटफर्म जुन युट्युबबाट मान्छेले कति आय आर्जन गरेर हैन आफ्नो जीविकोपार्जन गरिरहेका छन्, त्यसलाई राम्रो तरिकाले सदुपयोग गर्नुभयो भने यसले एकदमै मान्छेलाई माथि पुर्याउनलाई धेरै टाइम लाग्दैन। जम्मा 1 देखि 2 वर्षमा तपाईलाई लाखौंपति बनाइदिन्छ। त्यसले गर्दाखेरि राम्रो तरिकाले जानु होला हैन। उदाहरणको लागि तपाईहरुलाई पनि थाहा छ हैन, कतिपय नेपालमा नि, यहाँ काठमाडौँ नेपालमा, हाम्रो नेपालमा भनौं, कति साथीहरू हुनुहुन्छ, कति दाजुभाइ हुनुहुन्छ सानो लेभलबाट माथि एकदमै छिटो तरिकाले गएको हैन। कहाँ त्यो कुनबाट गयो? युट्युबबाट गयो हैन। तरिका के हो त भन्दाखेरि यही हो तरिका। जुन मैले भनेको कुराहरू ध्यान दिएर गर्नु होला। थम्बनेल, टाइटल, ब्यानर राम्रो तरिकाले त्यसलाई अपलोड गर्नु होला, शेयर गर्नु होला, टाइटल राम्रोसँग राख्नु होला र भिडियो कसरी अपलोड गर्ने, के कुन तरिकाले जाने, सबै भिडियो मेरो यो भिडियोमा मैले अलरेडी बनाइसकेको छु। त्यो भिडियो हेर्नु होला यहाँहरूले र तपाईहरुलाई पनि मोटिभेसन मिल्नेछ त्यो भिडियोले गर्दा। र अनि त्यही हो, त्यस्तो धेरै महँगो खालको पनि पर्दैन। एउटा तपाईले युज गर्ने खालको राम्रो एउटा मोबाइल सेटबाट पनि तपाईले भिडियो बनाउन सक्नुहुन्छ। त्यस्तो महँगो एसेसरिज पनि चाहिँदैन अहिलेलाई हैन। यदि तपाईको भिडियोहरू भाइरल भयो, यदि पैसा कमाउन थाल्नु भयो भने पछि गएर अवश्य पनि तपाईहरुले राम्रो खालका मेटेरियलहरू, राम्रो खालका चाहिँ नि इक्विपमेन्टहरू, टुल्सहरू किन्न सक्नुहुन्छ। अहिले जे छ त्यसैमा भिडियो बनाउनु होला। अगाडि बढ्नुस्, हिम्मत नहार्नुस्। भिडियो डेली अपलोड गर्नु होला तपाईको युट्युब च्यानलमा। अवश्य पनि माथि ग्रोथ हुने नै छ। यो तपाईहरुलाई थाहा छ। 4000 घण्टा वाचिङ टाइम आवर अनि त्यसपछि 365 दिनमा हैन। त्यसपछि 1000 सब्स्क्राइबर पुरा हुनुपर्छ च्यानल मोनेटाइज हुनको लागि। र मोनेटाइज भइसके पछाडी तपाईहरुको च्यानलबाट, तपाईको भिडियोबाट पैसा इन्कम हुन सुरु हुन्छ र तपाईहरुले सधैँ भिडियो अपलोड गर्दै जाँदा त्यो भिडियोमा जुन पैसा दिएको हुन्छ युट्युबले हैन, अब कति भ्युज हुन्छ त्यो भ्युज अनुसारले पैसा दिएको हुन्छ र त्यो पैसाले अनि तपाई हाम्रो के कस्तो छ हैन आवश्यक भएको कुराहरू किन्न सकिन्छ। मेहनत गर्यो भने के हुँदैन, जे पनि हुन्छ। त्यसले गर्दाखेरि तपाईहरुलाई यो सल्लाह, एउटा सानो सुझाव थियो यो भिडियोमा। कस्तो लाग्यो भिडियो तपाईहरुलाई प्रतिक्रिया दिनु होला। तपाईहरुले के कस्तो लाग्यो भिडियोमा। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गरेर एउटा लाइक पक्कै पनि गरिदिनु होला। तपाईहरुलाई पनि कुनै यो भिडियो हेरिसके पछाडी तपाईहरुले पनि केही न केही एक दुई कुराहरू सिकेर जानुहुन्छ भन्ने एउटा हिसाबले मैले बनाएको हो र कुनै त्यस्तो फाल्टु किसिमको बनाएको होइन। कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला प्लिज। तपाईहरुलाई केही सल्लाह सुझाव लाग्छ, केही सोधपुछ गर्न छ, अथवा माइकको बारेमा अथवा च्यानलको बारेमा, या चाहिँ थम्बनेल, ब्यानरहरू भनौँ न यस्तो कसरी बनाउने हैन, कसरी कुन तरिकाले जाने भन्ने आदि इत्यादि सबै कुराहरू सोध्नु छ भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। र के एउटा साथीले भन्नुभएको थियो, तपाईको आफ्नो च्यानल भ्युज त थोरै नै छ, अब कसरी तपाईले अब भन्नुहुन्छ भन्नुभएको थियो। ठिक छ, म हिम्मत हार्दिनँ, किनभने मेरो भ्युज कमै छ, म धेरै आएको छ भनेर भन्दिनँ। किनभने त्यो भनेको मेरो एउटा प्रयास हो हैन, किनभने मेरो स्ट्रगल हो यो। म स्ट्रगल गर्छु। भ्युज आएको छैन मेरो पनि, अवश्य पनि आउँछ। म हिम्मत हार्दिनँ, अगाडि बढ्छु। आफूले जानेर आफूले जानेको ज्ञान सेयर गर्दै जान्छु। आजको कुरा यही नै थियो साथीहरू। तपाईहरुलाई कस्तो लाग्यो है? यति भन्दै अर्को नेक्स्ट भिडियोमा भेट हुने बाचा गर्दै आजको यो भिडियोबाट म बिदा माग्दछु। थ्यांक यू सो मच भिडियो हेर्नु भएकोमा। यहाँहरू सम्पूर्ण साथीहरू